हेलो त एभ्रिवान गाइस, उहाँ चाहिँ भरत सर हुनुहुन्छ है। आज त रोथाङ स्कुलमा चाहिँ उहाँको फेयरवेल थियो है, र त्यहाँहरूको रोथाङ स्कुलको स्टाफ प्लस स्टुडेन्ट्स लगाएर एकदमै राम्रो फेयरवेल पार्टी दिनुभएको थियो सरलाई चाहिँ है। र सर चाहिँ एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो, एउटा एकदमै हार्डवर्किङ मान्छे है। र सरले चाहिँ अहिलेसम्म कति ब्याचलाई पढाए त्यो हामीले अब गन्ती पनि गर्नु सकिँदैन, किनभने हाम्रो यो एन्टायर वार्डको सबैजनालाई सायद सरले पढाएको होला है। र सरले जतिजनालाई पनि ज्ञान दिनुभयो, आफ्नो नलेज सेयर गर्नुभयो है, त्यो मान्छेहरू चाहिँ अहिलेसम्म राम्रै ठाउँमा पुगेको छ अहिलेसम्म मैले देख्दाखेरि चाहिँ जतिसक्दो चाहिँ है। र सर चाहिँ एकदमै राम्रो मान्छे पनि हुनुहुन्थ्यो एकदम। र म यति चाहिँ भन्नु चाहन्छु है, र सरको रिप्लेसमा अहिले जो पनि आउँछ त्यो पनि सर जस्तै नै होस्, सर जस्तो नै एउटा पोजिटिभ माइन्डको होस्, एउटा राम्रो। र सरले चाहिँ अहिले आफ्नो यङ एजदेखिको चाहिँ अहिले यो रिटायर हुने टाइमसम्म चाहिँ सरले चाहिँ रोथाङ स्कुललाई नै सबै डेडिकेसन चाहिँ रोथाङ स्कुलमा दिएको हो सरले है। ह्याप्पी फेयरवेल डे भरत सर।